कहिले तपाईहरु मध्ये कसैले सोच्नु भएको छ किन केही मानिसहरू हरेक दिन नयाँ उचाइमा पुग्छन् र केही मानिसहरू त्यही ठाउँमा अड्किन्छन्। साथीहरू धेरै जनाले भन्छन् भाग्य राम्रो भयो भने जिन्दगी बदलिन्छ, तर विल प्याकर भन्नुहुन्छ जब तिमी बिहान सबेरै उठेर आफ्नै सपनाको लागि पसिना बगाउँछौ त्यो बेला भाग्य होइन तिम्रो सोच बदलिन्छ र सोच बदलियो भने जिन्दगी पनि आफै बदलिन्छ र जब सोच बदलिन्छ तब तिम्रो जिन्दगी नै नयाँ दिशा लिन्छ। सोच्नुहोस् त एउटा गरिब केटो जसले बिहान 4 बजे उठेर काम गर्न सुरु गर्छ, पढाइ गर्छ, मेहनत गर्छ, कहिले हार मान्दैन, अन्तमा ऊ आफ्नै परिवार, आफ्नो गाउँ र देशको गर्व बन्न पुग्छ। के त्यो भाग्यले सम्भव भयो होला त? होइन, त्यो सबै सम्भव भयो उसको निरन्तर मेहनत र विश्वासले। त्यसैले साथीहरू यो भिडियो अन्तसम्म सुन्नुहोस्, स्किप नगरी हेरिदिनुहोस्, किनकि आज हामी कुरा गर्दैछौँ त्यही शक्तिको जसले तपाईको भाग्य होइन जीवन नै बदल्ने छ। आज हामी बुझ्नेछौँ किन भाग्यको पर्खाइ होइन मेहनतमा भरोसा गर्नु आवश्यक छ र कसरी सानो सानो प्रयासले तपाईको सपना हिजोको असम्भवबाट आजको सम्भवमा बदल्न सक्छ। मित्रहरू, तपाईहरू सबैलाई स्वागत छ मेरो युट्युब च्यानल द रिभ्यू सेल्फमा, जहाँ म कुरा गर्ने गर्छु आत्मविश्वास, प्रेरणा र सफलता यात्राका वास्तविक कथाहरू। यहाँ हरेक एपिसोड तपाईको सोच बदल्ने एउटा नयाँ चाबीको रूपमा लिएर आउने गरेको छु र सधैँ आज पनि म आइसकेको छु हु बेटर देन यु को एपिसोड 9 र आजको विषय छ डोन्ट वेट फर लक, क्रिएट इट, अर्थात् भाग्य होइन मेहनतमा भरोसा गर्नु। यदि तपाईँ अहिले आफ्नो जीवनमा सङ्घर्ष गर्दै हुनुहुन्छ र लाग्छ मेरो भाग्य कमजोर छ, त्यो सोच आज बदल्ने छु, किनभने आजको सन्देशले तपाईलाई सम्झाउने छ, झस्काउने छ। भाग्य होइन तपाईको मेहनत, सोच र निरन्तर प्रयास नै तपाईका सफलता, तपाईलाई सफल बनाउने बाटोमा हिँडाउने छ। लेखक विल प्याकर भन्नुहुन्छ सफल मानिसहरू भाग्यको पर्खाइमा बस्दैनन्, उनीहरू आफ्नै अवसर सृजना गर्छन्। जीवनमा कहिले काहीँ तपाईहरूलाई यस्तो लाग्छ किन मसँग भाग्य छैन, किन मसँग भाग्य छैन, किन अरू अगाडि बढिरहेका छन् र म त्यही उभिएको छु। तर वास्तविकता के हो भने भाग्यले होइन, दृढता र निरन्तर प्रयासले मानिसलाई माथि पुर्याउने छ। सफल मानिसहरू असफलता पछि रोकिँदैनन्, हार मान्दैनन्, बरु हरेक गल्तीलाई नयाँ पाठको रूपमा लिन्छन्। तिनीहरू बुझ्छन् हराएको अवसर अन्त्य होइन, अर्को मौका सुरु गर्ने सङ्केत हो र यही सोचले उनीहरूलाई सफल बनाउँछ र बनाउन सपोर्ट गर्नेछ। राम्रो कुरा उनीहरूकै भाग्यमा पर्छ जसले दिनरात आफ्नो सपना पूरा गर्न मेहनत गर्छ। एकछिन सोच्नुहोस् त, यदि विल प्याकरले पनि भाग्यको पर्खाइ मात्र गरेका हुन्थे भने सायद आज उनी विश्व प्रसिद्ध फिल्म निर्माता बन्न सक्दैनथे होला। उनले भाग्यको भरोसा गरेनन्, आफ्नै बाटो बनाए। अरूले अवसर खोज्दा खोज्दै उनले आफै अवसर सृजना गरे। यही हो असली सफलता। जब तपाईँ प्रतीक्षा गर्न बन्द गरेर मेहनत गर्न सुरु गर्नुहुन्छ, हामीले पनि यही सिक्नु पर्छ उहाँबाट। भाग्य होइन मेहनतमा भरोसा गर्नु, किनकि जब तपाईँ लगातार आफ्नो लक्ष्यतिर काम गर्नुहुन्छ त्यो मेहनत नै तपाईको लक बन्न पुग्छ। हामी सधैँ भन्ने गर्छौँ लकले साथ दिएन भनेर, तर त्यो लक जन्मिने ठाउँ नै के रहेछ त? मित्रहरू, त्यो लक जन्मिने ठाउँ के रहेछ त? आफ्नो मेहनतमा भरोसा गर्नु पर्यो। जीवनमा चमत्कार भाग्यले होइन प्रयासले हुन्छ। प्रत्येक सानो मेहनत, हरेक दिनको स्ट्रगल, त्यो नै तपाईको भविष्य निर्माण त्यसले नै तपाईको भविष्य निर्माण गर्दछ। त्यसैले डोन्ट वेट फर लक, क्रिएट इट। कसैको पर्खाइमा होइन, आफ्नो बाटोमा विश्वास राख्नुहोस्। आजको सन्देश यही थियो साथीहरू, भाग्य होइन मेहनतमा भरोसा गर्नुहोस्। तपाईको प्रयास नै तपाईको पहिचान हो। सुनिदिनु भएकोमा धन्यवाद। यदि यो सन्देश मन पर्यो भने लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। फेरि भेटौँला अर्को प्रेरणादायी एपिसोडमा। धन्यवाद।